ओके, कस्तो हुनुहुन्छ सबैजना? फेरि स्वागत छ मेरो च्यानलमा। र आज म तपाईँहरूलाई राम्रो कुरा देखाउन गइरहेको छु। र योमा चाहिँ तपाईँले गुगल जेमिनाईबाट कसरी गेम बनाउने भनेर सिक्नुहुन्छ। यो भिडियो मनपर्छ भने लाइक र सब्सक्राइब गर्न नबिर्नुहोस्। र अब जाउँ कि गुगल जेमिनाईबाट कसरी गेम बनाउने। म आफ्नो गुगल क्रोम खोलेर यहाँ सर्च गरेँ गुगल जेमिनाई। यहाँ gemini.google.com सर्च गर्नुहोस् र यसलाई इन्टर गरिदिनुहोस्। तपाईँको यहाँ खुल्छ, नभए तपाईँ प्रोपरली वेबसाइट पनि खोल्न सक्नुहुन्छ। र यस पछाडि तपाईँ यहाँ हाल्दा तपाईँले गेम बनाएर दिँदैन, तर तपाईँ यो प्लसमा गएर हल्का स्क्रोल डाउन गरेर यो क्यानभास भन्नेमा क्लिक गर्नुभयो भने यहाँ लेट्स राइट अर बिल्ड टुगेदर भनेर आउँछ। र अब म यसलाई भन्छु र यसले मलाई गेम बनाएर दिन्छ। ओके ओ सरी, मैले के गरेँ ल गुगल जेमिनाई मलाई चाहिँ यस्तो गेम बनाएर देखाउनुहोस् जुनमा एउटा कार चाहिँ बाटोमा जाँदै गरेको हुन्छ र त्यसलाई ट्राफिकबाट बस्नुपर्छ र अगाडिबाट डिफ्रेन्ट गाडीहरू आइरहेका हुन्छन्, जस्तै कि ट्रक, बस, सिटी। र त्यो गाडीको स्पिड चाहिँ निकै फास्ट हुनुपर्छ र एउटा राम्रो रोडमा कुदिरहेको हुनुपर्छ। यो भनेर मैले हाल्दै गाइज। ल यो भनेर मैले हाल्दिएँ र यसले मलाई अब गेम बनाएर दिन्छ। थोरै टाइम लाग्छ तर यसले मलाई गेम बनाएर दिन्छ। हेर्न सक्नुहुन्छ क्रिएटिङ योर एप भनेर आइसकेको छ। ओके, यसले गर्दैछ। यसले गेमको नाम पनि सोचेको छ, हाइवे ट्राफिक रेसर गेम भनेर। अनि तपाईँ देख्न सक्नुहुन्छ यहाँ उच्च गति वा अनुभव दिनुका साथै नाइट्रो बुस्टको सुविधा पनि राखिएको छ। यसले चाहिँ त्यो नाइट्रो बुस्टको सुविधा पनि राखेको छ र त्यो यहाँ तयार पनि भइसकेको छ यति छिटो। र अब यसलाई यसलाई अब खेल्न पर्ने छ। कन्ट्रोल्स लेफ्ट एरो एडी डब्लु अप एरो। ओके, मोबाइल स्क्रिन तल रहेको यो यहाँ हल्का यसले मिस्टेक गर्न सक्छ कहिलेकाहीँ। ल यहाँ प्ले बटन दिएको छैन, प्ले बटन नै राख्नुहोस् र यसलाई एउटा गेममा परिवर्तन गर्नुहोस् भनेर मैले हाल्दिएँ। अब यसले बनाउँदैछ र आफ्नो मिस्टेकलाई सुधार्दैछ। तपाईँले अहिलेसम्म लाइक र सब्सक्राइब गर्नुभएको छैन भने लाइक र सब्सक्राइब गर्नुहोला। अब प्ले बटन ठुलो र आकर्षक र स्पष्ट रूपमा अगाडि नै देखिने गरी राखिएको छ भनेर आइसकेको छ। र अब कि हाम्रो राम्रो गेम 5 मिनेटमा तयार भएर आउँछ अनि यो अनलाइन गेम जस्तै राम्रो हुनेछ। र तपाईँ यसबाट यो क्यानभासबाट गेम मात्रै होइन, आफ्नो यहाँबाट इमेज बनाउन सक्नुहुन्छ, भिडियो बनाउन सक्नुहुन्छ, म्युजिक बनाउन सक्नुहुन्छ, अवतार बनाउन सक्नुहुन्छ, डिफ्रेन्ट। ओके, अब प्ले बटन यसले राखेको छ। ओके, वेयर इज माई कार? हो, यहाँ हल्का फेरि एउटा मिस्टेक भएको छ। यो सानो तिनो कुरा हामीले भन्नुपर्छ, नभए यसले मिस्टेक गर्छ। यहाँ मेरो एउटा कार पनि बनाइदिनुहोस्। र अब यसले बनाउँदैछ। तपाईँलाई भिडियो मन पर्दैन लाइक र सब्सक्राइब गर्न नबिर्सिनुहोस्।
अहिलेसम्म मेरो 100 पनि सब्सक्राइबर पुगेको छैन, त्यही भएर हेल्प मी प्लिज गाइज, हेल्प मी। कार सेलेक्सन ग्यारेज, ओके। कार सेलेक्सन ग्यारेज पनि हुनेछ र नयाँ विशेष थपिएको छ। रातो स्पष्ट कार, रेड स्पोर्ट्स कार भनेर यसले हालेको छ। यहाँ स्क्रोल डाउन गर्ने हुन्थ्यो, अहिले कहाँ छ, इग्नोर द्याट गाइज। ओके, यहाँ आइसकेको छ हामी रात, बट वेयर इज रेड गाडी? यो हल्का ग्लिच भएको छ र यो ग्लिचलाई सुधार्न सक्नुहुन्छ भने तपाईँ कुनै एउटा प्रोग्रामर हो नि, यहाँबाट कोड पनि तपाईँले लेख्न सक्नुहुनेछ। यो HTML बाट बनाइएको हुन्छ। यदि तपाईँले IT वा कम्प्युटर इन्जिनियरिङ सब्जेक्ट लिएर पढ्नुभएको छ भने तपाईँले इजिली बनाउन सक्नुहुनेछ। र हेर्नु, डक टाइप HTML मतलब HTML5 को युज गरिएको छ, यति भन्ने बुझ्नुहोस्। मलाई यति चाहिँ थाहा छ। आजको भिडियो लागि यति नै। तपाईँले कुनै गेम बनाउन चाहनुहुन्छ भने बनाउनुहोस्। मैले एउटा यहाँ अगाडि नै गेम बनाएको छु जुन निकै राम्रो छ। यहाँ गेम हुनुपर्ने गाइज, अहिले हेर्न सक्नुहुन्छ म 9:30 बजे यो भिडियो बनाउँदैछु। थ्याङ्क्स फर वाचिङ गाइज। अर्को भिडियोमा यस्तै एक्साइटिङ भिडियो, अब कम्प्युटरको बारेमा मात्रै आउनेछ। यस्तै एक्साइटिङ भिडियोको लागि लाइक र सब्सक्राइब गर्नुहोस्।